70% अर्ग्यानिक फोहोरलाई चाहिँ इन्सिनरेटर मसिन राखेर तपाईको तुरुन्तै त्यसलाई अर्ग्यानिक मलमा रूपान्तरण गरेर नजिकका जिल्लाहरूमा चाहिँ त्यसलाई बेच्न पनि सकिन्छ र त्यसमा चाहिँ के जोड दिन्छु म भन्दाखेरि हामी काठमाडौँ महानगरपालिकाले नजिकका जिल्लामा भएका कृषि योग्य जमिन मात्रै नभएर अरू नेपालभरिका जति क्षमताले भ्याउँछ त्यो खेती योग्य खाली जग्गाहरूलाई चाहिँ लिजमा लिएर यहाँको फोहोरको मल त्यहाँ राखेर त्यहाँका युवाहरूलाई चाहिँ खेतीको लागि ट्रेनिङ दिएर डिस्पाइट अफ देयर ब्याचलर डिग्री मास्टर डिग्री अथवा उहाँ पढे लेखेकै नहोस् उहाँहरूलाई चाहिँ त्यो ट्रेन गरेर उहाँहरूलाई तलबमा राखेर त्यहाँनिर कोल्ड स्टोरहरू बनाएर त्यहाँ उहाँहरूलाई रोजगारी पनि दिन्छ र काठमाडौँ उपत्यकामा भएका 80 लाख जनसङ्ख्यालाई पेस्टिसाइड फ्री चाहिँ तरकारी खुवाउन पनि सकिन्छ। यसले रोजगारी पनि सिर्जना हुन्छ र हाम्रो बाहिर जुन स्किल म्यान पावर गइरहेछ त्यो रोकिन्छ र अहिले हामीले खाइरहेको तरकारी जुन पेस्टिसाइड युक्त छन् त्योबाट पनि बच्न सकिन्छ किनभने आजभोलि जोसुकैलाई पनि क्यान्सर लाग्न सक्छ त्यो कुराले। त्यसको खर्च भनेको 2.5 देखि 3 अर्ब हो। काठमाडौँ महानगरपालिकाको 20 अर्ब बजेटको लागि त्यो खासै ठुलो बजेट पनि होइन।